हेलो एन्ड नमस्ते साथीहरू, हजुरहरूलाई मेरो यो पहिलो ब्लग अशोक भाइबदेखि स्वागत गर्न चाहन्छु। यो मेरो पहिलो प्रयास हो, अलिक डर पनि लागिरहेको छ र सिक्नेछु। आजको दिन के कस्तो बित्छ, के गर्छु, साना कुराहरू पनि हजुरहरूलाई सेयर गर्न चाहन्छु र हजुरहरूले सपोर्ट गर्नुभयो भने अझै धेरै भ्लगहरू लिएर आउने नै छु। आजको भ्लग सुरु गरौँ है त। अहिले चाहिँ बिहानको 8 बजेको छ, म भर्खर उठेको छु। अब म ब्रस गर्छु, फ्रेस हुन्छु अनि चिया खाएर मर्निङ वाक गर्न निस्कनु छ। अनि आज म दिनभरि कता कता जान्छु सबै हजुरलाई देखाउने नै छु। साथमा रहिरहनुहोस् है। म चाहिँ अहिले फिटनेस एरियामा आइसकेको छु। यो चाहिँ हाम्रो होस्टेलदेखि अलि नजिक नै छ र यो पहिला थिएन कि, यो पछि यो बनेको चाहिँ लगभग 2-3 महिना जति भयो क्या यो हामी आउनु लाग्यो र यो नजिकै भएको कारणले गर्दाखेरि धेरै सहज भएको छ। यहाँ लगभग 7वटा छन् यो एक्सर्साइज गर्ने फरक र 7वटा लगभग एउटा 2 मिनट गर्ने हो भने कति भयो, 7 दुना 14 दुना 28, आधी घन्टा गर्न पाइयो एक्सर्साइज। अनि यतापट्टि चाहिँ ब्याडमिन्टन कोर्ट बनाइदिएको छ, 2टा कोर्ट छ होइन। यो हावापानी नआउँदा चाहिँ मजाले खेल्न मिल्छ क्या। हामी अहिले खेल्न चाहिँ उताको चाहिँ युज गरेको छैनौँ, यो मात्र युज गरिरहेको छौँ किनकि हामी धेरै छैनौँ खेल्ने। अनि ब्याटहरू पनि धेरै छैन, 4वटा 5वटा ब्याट छ। अब त्यसैमा 4वटा 5वटा ब्याटले अनि एउटा कोर्ट मात्रै खेलिरहेका छौँ। अनि यो चाहिँ सेन्टरमा छ नेट, अनि त्यो चाहिँ सेन्टरमा छैन, त्यो भयो यतातिर सहज भयो खेल्नलाई। जस ठिकै छ। हाम्रो चाहिँ अब 4 दिन चाहिँ मजाले आउनु मिल्छ खेल्नलाई। साँझ बिहानमा त त्यस्तै उठ्न गाह्रो नै हुन्छ, 7 बजी नै निस्किनु पर्ने हुन्छ काममा। अनि साँझमा चाहिँ मजाले खेल्न मिल्छ 4 दिन, किनकि 4 दिन हाम्रो 2 दिन बिदा भइहाल्यो। अनि 2 दिन चाहिँ हाम्रो 4 बजी नै बिदा हुन्छ, 3 दिन चाहिँ 12 घन्टा काम हुनाले अलि असहज हुन्छ। जियोस् यो बनाइदिएर चाहिँ हामीलाई धेरै सजिलो भयो। यो हाम्रो यो एरिनास कम्पनीलाई चाहिँ धेरै थ्याङ्कफुल छु। अहिले चाहिँ म रुममा आइसकेँ होइन। रुममा अन्त तपाईँलाई मैले एउटा कुरा देखाउन चाहन्छु, हाम्रो करेसाबारी। हाम्रो भान्से आएर सुरु गर्दै हुनुहुन्छ साग टिप्न होइन। यो लगाएको चाहिँ लगभग 3 महिना जति भएको, 3 महिना भयो हामीले लगाएको, 2 महिना जति भयो होला होइन। 2 महिनामा साग त कति खाइयो, काँक्रा पनि लगभग खाने भइसकेको छ। यता खुर्सानी चाहिँ मस्त छ, अब फुल्दैछ। क्याप्सिकम पनि रेडी भइसकेको छ। यहाँ चाहिँ एउटा खुर्सानी मरेर अहिले फुल बोलाइदिउँ। यो चाहिँ हामीले साग खान पाइने भइयो। यहाँ चाहिँ पहिला केही पनि थिएन होइन, हामीले धेरै सङ्घर्ष गरेर यति सब्जी बारी बनाइसक्यो। अनि यतापट्टि चाहिँ पहिला थिएन, पुरै यहाँ पनि थियो। कुम्बर्नेरले चाहिँ हाम्रो देखेर भन्नाले त्यस्तो नेगेटिभ भन्नु खोजेको चाहिँ होइन। जस राम्रो कुरालाई चाहिँ कपी गरेको राम्रो पनि हो। जस अहिले चाहिँ राम्रो गरेको केटाहरूले, उतापट्टि चाहिँ एक्लै सबै गरेको, तर त्यस राम्रो गरेको। खानामा चाहिँ भात सब्जी अनि दाल रेडी भइसकेको छ होइन। अब स्यामसुम खाने अनि बाहिर निस्किन छ। अब रेडी भइसकेँ। अब चाहिँ हामी फर्स्टमा बजार जान्छौँ अनि त्यहाँ हामीलाई किचनमा चाहिने सामानहरू हाल्छौँ अनि आफूलाई चाहिने पनि है त। बजार जानु भनेर म त रेडी भएँ, तर साथी सुन्दर चाहिँ रेडी भएको रहन्छ। लेट गर्ने भयो, गाडी आउन 10 मिनट बाँकी थियो कि अब चाहिँ लेट हुने चाहिँ भयो। जहिले पनि मैले यो जब स्टार्ट गर्छु नि भिडियो बनाउन, गाडी त्यसै लेट भइहाल्छ। आज चाहिँ त्यस्तो नहोस्, सकभर चाँडै पुग्नु पाइयोस्। मौसम चाहिँ दामी खोले छ अहिले। रातभरि पानी आएको थियो हिजो, बिहान पनि हल्का आइरहेको थियो। बिहान बसेपछि अहिले चाहिँ मौसम राम्रो भइरहेको छ, आकाश पनि खुल्दैछ बिस्तारै। हामी बस्ने होस्टेल चाहिँ यही हो होइन। किचन चाहिँ माथि छ, पुरा माथि। पहिला चाहिँ यो यतापट्टि थियो हामीले सब्जी लगाएको ठाउँमा यहाँनिर। त्यो पछि चाहिँ हामीलाई के अरे भान्से घर चाहियो। पछि चाहिँ हामीले के अरे हामीलाई किचन चाहियो भनेर अफिसमा भनियो। अनि त्यसपछि चाहिँ यो कन्टेनर चाहिँ माथि राखिदियो। अनि अलिअलि रिपेयर गरेर ठिकै बनाएर राम्रै छ माथि, सजिलो भयो पकाएर खानालाई अहिले। अनि
अनि यो हाम्रो कस्तो यो इसरामुन या इम्नि त कम्बोडिया सर हामी यो चिकुम बस्छ यो याउ आन खास सिङ्गु गाची सिङ्गु ओदी खास ओइ ओइ हो अनि अनि सिङ्गु ओइ खास ओइ ओइ पाती छ कम्पिटा सिङ्गु पाती नदो खाइ अन्त यो चाहिँ गयो भने चाहिँ आज कम्पिडियाको पार्टी रहेछ होइन ऊ चाहिँ गयो भने त यो सधैँभरि एक्लो भइरहेको छ अति खाएछ सुमन ओइ नुगु सिङ्गु क्यामेरा सिङ्गु चिन्छ यो त सिङ्गु सिङ्गु चिन्न पुन सरब याउ 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 एक यस याउ कम्बोडिया 25 छ याउ सुमन अनि यो अनि यिनीहरू चाहिँ हाम्रो कमेडियन साथ दोस्तहरू हुन् होइन एकदम मसँग मिल्ने साथीहरू चाहिँ होइन यिनीहरू चाहिँ अब हामीसँगै बस्दैन यो होस्टेलमा तर रुम चाहिँ फरक फरक छ काम चाहिँ सँगै हो यसको र मेरो चाहिँ सँगै काम यो छुकेको र मेरो यसको चाहिँ डिपार्ट फरक छ कार सिँगाइ Someone खायो सिङ्गन take out ल यो अनि चाहिँ मोटो भइसकेर पेट घटा हुन्छ हस्पिटल गएर पेट काटेर फाल्ने त्यो मोटो भएको हुन्छ त्यो चाहिँ गर्ने होइन यहाँ चाहिँ केटाहरू कुदिरहन् गाडी होइन यस यस गाडी चाहिँ कुद्नै पर्छ हाम्रो सुन्दर सर पनि साइकलमा कुदेर उपस्थित भइसक्नु भएको होइन नत्र पनि ढिलो भइसक्नु हुन्थ्यो ल त गाते अहिले चाहिँ हामी बबल टी खाना बबल टी सप आएका छौँ अनि उता सामान पनि किनेर प्याकस्याक गरेर डेलिभरी पनि भइसक्यो होला यतिखेरसम्म किनकि यहाँ सामान किनेर आफै लिएर जानु पर्दैन किनकि यहाँ डेलिभरी गरिदिन्छ र फोटो पनि खिच्न मन लाग्यो